0.3 लेन्थ भयो है सेकेन्ड स्टेपको लागि। ल हेर्नु त ठ्याक्क भन्यो नि यतिमा प्लेट भयो, यहाँ प्लेट भयो, यो बिचमा खाली भयो कि भएन? यही जस्तो भयो कि भएन? यो दुईटा जस्तो मात्रै भयो है। अब यो गर्दै जाने अल्टरनेटिभ ठ्याक्क हेर्नु त भयो। अब यसरी हाम्रो कति भयो बल्ल? 10वटा चाहियो होइन? हजुर यसको सुरुबाट है तपाईँले डिफाइनमा जानुहुन्छ, पहिला सेक्सन प्रोपर्टीमा जानुहुन्छ, एउटा आइएसएमसी को मात्रै बनाउनुहुन्छ। 200 को हामीले यसको कस्तो बनाएको थियो यहाँ हेर्नु, प्लेट सिलेक्ट नहालिकन दुईटा फेस टु फेस गरेर गरेको थियो होइन? एउटा अर्को हामीले डिफाइन कुन गरेका थियौँ? आइएसएमसी 200 ब्याटर्न भनेर डिफाइन गरेका थियौँ। यसमा प्लेट हाल्यो, ठिक छ। अब यो दुईटाको चाहिँ हामीले के गर्नु पऱ्यो त? हरेक त स्टेपको जोड्दै जानु पऱ्यो, ठिक छ। पहिला ब्याटर्न हाल्नु पऱ्यो, अनि त्यस पछाडि फेरि खाली छोड्नु पऱ्यो, अनि फेरि ब्याटर्न हाल्नु भयो, फेरि खाली छोड्नु भयो, गर्दै जानु पऱ्यो। अब यसलाई हामीले के गर्ने भन्छ भन्दा ए दुईटा चाहिँ पहिले डिफाइन भइसक्यो। त्यस पछाडि एड एन्ड न्यू प्रोपर्टीमा जान्छौँ, नन प्रिज्मेटिकमा जान्छौँ। यसमा गइसकेपछि अब यसलाई हामीले डिफाइन गरिदिनु पऱ्यो। यसलाई नाम दिनुहोस् कि भोल्युम आइएस एमसी 200। नन प्रिज्मेटिकमा जाँदाखेरि त त्यही जुन हामीले सिलेक्ट गरेको त्यो त आएन, कुन जुन हामीले ब्याटर्निङ गरेको थियो त्यो चाहिँ आएन। तपाईँले डिफाइन उतापट्टि यसमा डिफाइन भएको छैन होला कि एक्चुअली हेर्नु सेक्सनमा एउटा यहीँ छैन। फिगरमा तपाईँको आउँछ ल 1-1 मिटरमा गरी है। 1 मिटर हामीले ब्याटरी गर्छौँ, 1 मिटर तपाईँले त्यसमा कम गर्दै जान्छ। अर्को काम चाहिँ 1 मिटर भयो है। यसलाई डिफाइन गर्न त सकिन्छ होइन?
ल मैले अहिले चाहिँ यसलाई अब 0.3 बिचको नन ब्याटर्न होला चाहिँ यो 1 मिटर तपाईँको 3 मिटर हाइट पुग्ने बेलासम्म गर्नुपर्छ लास्टको नन ब्याटर्नलाई ल मैले अहिले तपाईँहरूलाई यो सिकाउनु तितिलुको जतिको स्पेसिङ आउँछ नि त्यो गर्नुभयो अहिले मैले बिचमा र माथि टप र बटममा गरेको मात्रै बनाएँ है यो चाहिँ कन्टिन्यू गर्न सक्नुहुन्छ तपाईँले अब ओके भयो अब के गरिदिनुहुन्छ भने यो ट्वाइस आइएसएमसी वाला छ नि सेलेक्ट गर्नु छ प्रोपर्टी फ्रेम सेक्सन ट्वाइस आइएसएमसी 200 वाला पहिला सुरुमा हामीले हालेको थियौँ नि त्यसलाई सेलेक्ट गरेर अब यो साइन के गरिदिनुहुन्छ फ्रेम सेक्सन कोलम आइएसएमसी 200 राख्नुहुन्छ है यसको 3D अब यसमा चाहिँ त्यही कोलम फिल्टर बनाएर एसाइन गर्ने अर्को अब तपाईँले कहिले काहीँ हामीले ट्र्यापोर्ट सेक्सनहरू बनाउनु पर्ने हुन्छ नि ट्र्यापोर्ट सेक्सन बनाउनु पर्यो भने पनि तपाईँले के गर्नुहुन्छ भन्दा प्रोपर्टी गर्नुहुन्छ फ्रेम सेक्सन गर्नुहुन्छ ट्रसहरू हाम्रो ट्र्यापोर्ट बनाउनु पर्ने हुन्छ नि त त्यो बेला डिफाइनमा जाने सेक्सन प्रोपर्टी फ्रेम सेक्सनमै जाने इम्पोर्ट पहिला चाहिँ तपाईँले आई सेक्सनको चाहिँ एकतिर 300 को गर्नु होला एउटा साइड 300 एउटा साइड चाहिँ 200 को हुने गरी ट्र्यापोर्ट गर्न पर्ने छ भने तपाईँले योबाट पहिला डिफाइन गर्नुहुन्छ इन्डियन गर्नुहुन्छ डिफाइन भयो फ्रेम सेक्सन अब यसमा तपाईँले के गरिदिनुहुन्छ त भन्दा आइएस 200बाट सुरु भएको इन्ट कति भएको चाहिएको भनेको अब हामीले 150 होइन ल हेर्नु ट्र्यापोर्ट बन्यो यतापट्टि बढी छ यता कम छ होइन अब यिनै पिसलाई जोड्दै जोड्दै हामीले पोर्टल फ्रेमवाला चाहिँ ट्रस बनाउन सक्यो कि एउटा अब
यसको मोडलिङ चाहिँ लगभग यिनै हो है प्यारामिटर। अब तपाईँको अर्को पेडिस्टल बेस प्लेटको हेरौँ है। बेस प्लेटको चाहिँ अब हामीले के गर्छौँ त भन्दा यो मोडल बनायो नि, यो मोडलको चाहिँ एनालाइसिस गरेपछि डिस्प्लेमा जाने भयो। फोर्समा सपोर्ट कन्डिसन हाम्रो के त, यसलाई डेड लोड र लाइभ लोड पहिला वान डिफाइन गर्नु है दुईटैलाई, एउटा कम्बिनेसन डेड लोड प्लस लाइभ लोडको मात्रै गर्नु फाउन्डेसन डिजाइन अथवा बेस प्लेट डिजाइन गर्नको लागि, ठिक छ। यसलाई एप्लाई गर्दै अहिले मैले त्यही 1.2 र उसकैलाई युज गरिरहेको छु है। अब यसको प्लानमा जाँदा बेसमा जानु, अब यहाँबाट आएर तपाईँले हरेक कोलमलाई छुट्टा छुट्टै गर्न सक्नुहुन्छ होइन। उस्तै उस्तै छ भने म्याक्सिमम भएकोलाई लिएर एउटा बेस प्लेट डिजाइन गरिदिन पनि सक्नुहुन्छ है। जस्तो यो सेन्टरमा कति आयो, 258 आयो, ठिक छ। अनि मोमेन्ट पनि आएको छ। यो भ्यालु लगेर कहाँ हाल्नुहुन्छ त भन्दा यो बेस प्लेटको हाम्रो यो सेक्सन चाहिँ कुन हो, कोलमको सेक्सन ISMC 200 भन्ने हाल्नु पऱ्यो, ठिक छ। त्यस पछाडि यो भ्यालु यसरी लिन्छ, यो यसरी लिन्छ। अब ग्रेड अफ कङ्क्रिट कति हो भन्ने कुरा हामीले डिफाइन गर्नु पऱ्यो, ठिक छ। त्यस पछाडि साइज अफ बेस प्लेट रिक्वायर चाहिँ यसैमा सिधै आउने भयो है। पियु तल हालेर माथि बेस प्लेट रहेछ है। यसमा चाहिँ यो कसरी बनाएको एक्सेल भएको भएर पियु चाहिँ यहाँ तल लगेर पियु हाल्नु पऱ्यो पहिला। पियु हाम्रो अहिले कति आएको थियो, 284 आएको थियो भने 284 हाल्नु पऱ्यो है। त्यो हाल्ने बित्तिकै स्टेज अब अर्को ग्रेड अफ कङ्क्रिट ल हामी 25 यो चेन्ज हुनसक्छ होइन। यो हाल्ने बित्तिकै एरिया के भयो चेन्ज भयो। त्यसको आधारमा तपाईँले अब यो थिकनेस कतिको हाल्ने भन्ने कुरा पनि यो थिकनेस प्रोभाइड चाहिँ तपाईँले इम्पोर्ट गर्नु पऱ्यो। के को आधारमा त, यहाँ आएको थिकनेसको आधारमा, ठिक छ। अनि त्यस पछाडि यो साइज आउनु भयो, यही साइज चाहिँ हामीले गर्न सक्छौँ। यो कुरा चाहिँ हाइडा स्ट्राटाबाट तपाईँले मोडलिङ गरेर गर्न सकिन्छ होइन। यो चाहिँ हामीले कहाँबाट गरेको भयो, एज अ म्यानुअल न्युमेरिकल गरेर जसरी निकाल्थ्यौँ नि त्यही प्रोसिडियर चाहिँ फर्मुला एक्सलमा मात्र हालेको हो है। अब त्यस्तै गरेर पेडिस्टल डिजाइन गर्नुपर्ने। हामीले क्लासमा पेडिस्टलको त गरिएन होइन, आरसिसी गरिएन गरिएन, ठिकै छ। अब कविले भन्नुभएको थियो नि, अब त्यो तलपट्टिको पिलर चाहिँ कसरी डिजाइन गर्ने भन्नुभएको थियो नि, त्यो कुरा चाहिँ अब यसैमा हेर्नु है त। अब वाइथ अफ पेडिस्टलको साइज हामीले ल 450 को चाहिँ कोलम बनाइदियो अरे तलपट्टि, ठिक छ। फाउन्डेसन बेस प्लेटबाट तलको फाउन्डेसनसम्मको पेडिस्टलको भयो। हाइट अफ पेडिस्टल 1.5 मिटर राख्यो अरे। डाया अफ मेन बार कतिको राखिन्छ, अब त्यसमा रिक्वायर के आउँछ यसलाई हालेर चेक गर्ने हो। त्यो रिक्वायर पुगेर आउने बढाउँदै जानु पर्यो है त। कोलमकै डिजाइन हो है ठ्याक्कै। यो पेडिस्टलको डिजाइन भनेको उता हाम्रो आरसिसीको कोलम डिजाइन थियो नि, त्यहीँको कोलम डिजाइन हो। अब पियु चाहिँ अहिले हामीले हालेको 284 हालेको थियो नि, त्यो 284 हाल्नु पऱ्यो। त्यसमै आएको मोमेन्ट छ नि, यसमा आएको मोमेन्ट एक्स र वाइ दुइटै आएको छ। एमएक्स र एमवाईको मोमेन्ट पनि इम्पोर्ट गर भनेको है यसमा। यो दुइटै गरेपछि तपाईँको अब यसबाट
एएसटी प्रोभाइडेड आउनु भयो। अब तपाईँले रिक्वायर्ड अनुसारको फुलफिल भयो कि भएन एमा ओके हुने कन्डिसनमा चाहिँ चेक गर्न सकियो है। अब एङ्कर बोल्टको डिजाइन है। एङ्कर बोल्ट चाहिँ कति लाग्ने भनेर गर्नु पर्यो भने यसमा हामीले चाहिँ पियु कति आएको थियो त्यहाँबाट हाल्छौँ। अनि साइज अफ बेस प्लेट र बेस प्लेट एरिया साइज अफ बेस प्लेट स्क्वायर हालेको छ भने यो हुने भयो, भएन भने रेक्टेङ्गुलर हाल्नु भयो भने तपाईँले यो एरिया चेन्ज गर्नु पर्यो है। ठिक छ, यो चेन्ज गरेपछि तपाईँले अब ग्रेड अफ कङ्क्रिट हाल्दै हुन्छ। त्यसको आधारमा चाहिँ कतिवटा बोर्ड आउने भन्ने कुरा चाहिँ यहाँ भयो। त्यसको आधारमा तपाईँले यहाँ प्रोभाइड गर्नु पर्यो जति रिक्वायरमेन्ट छ त्योभन्दा माथि है त यसको डिजाइन पनि। अर्को बिम कनेक्सन जस्तो यो कोलम र एमा आएको यो बिमको कनेक्सन कसरी गर्ने डिटेलिङको कुरा आउँछ नि। इन्डिया मोमेन्ट हेर्नुहुन्छ त्यहाँबाट। अनि यसमा गएर तपाईँले के गर्नुहुन्छ त भन्दा अब साइज कतिको राख्नु भएको थियो बिमको है, म्याक्सिमम सियर फोर्स कति आयो, ग्रेड अफ बोल्ट कतिको हाल्ने, अल्टिमेट टेन्साइल स्ट्रेन्थ अफ बोल्टको कुराहरू यो त्यहीबाट ग्रेडबाट आउने भयो तपाईँको। अर्को यसमा म्याक्सिमम सियर फोर्स आएपछि अरू जोइन्टको थिकनेस यो कति हो, स्प्लाइसिङ प्लस तपाईँको उसको कोलुममै कनेक्सन समरी रेन्ज कनेक्सन भनेर जुन स्प्लाइसिङ बिम जैसे योबाट अब हामीले चाहिएको रिक्वायरमेन्ट बेसिक चाहिँ चेक गर्न सक्यो है। ल अब यसको चाहिँ भोलि तपाईँले गर्नु पऱ्यो भने लगभग हेर्ने नै हो होइन।